सम्मानीय सभामुख महोदय, यो संसदमा कुनै अमुक पार्टीले आफ्नो सिटमा उभिँदैमा संसद अवरुद्ध हुने, संसद स्थगित हुने र अर्को पार्टी वेलमै नाराबाजी गरिराख्दा संसद अवरुद्ध नहुने, यो कस्तो विभेद हो म जान्न चाहन्छु। सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ, सबैको साझा हुनुपर्छ। तर आज सभामुखको यो व्यवहार हेर्दा मलाई आश्चर्य लागेको छ, म दुखित पनि छु। एउटा सांसद, सबै सांसद बराबर हुन्, सबै दलहरू बराबर हुन्। आज चौथो र पाँचौं दलहरू विरोध गरिराख्दा आज सभामुखजी जसरी गरिराख्नु भएको छ, पहिला पनि संसदमा नाराबाजी हुन्थ्यो, संसद चल्थ्यो, तर छोटो समयको लागि हुन्थ्यो। आज एउटा नयाँ रेकर्ड कायम भयो, एउटा नयाँ रेकर्ड कायम गर्नुभयो, यसको लागि शुभकामना पनि दिन चाहन्छु। र म विशेष आग्रह गर्न चाहन्छु सभामुखज्यूलाई, एउटा सहज वातावरण बनाउनुहोस्। सरकार 2/3 छ भने के सांसद शान्त गर्न सक्दैन? 2/3 भनेको अङ्क हो कि 2/3 भनेको परिणाम हो? आज सरकार 2/3 को भन्ने, सबभन्दा शक्तिशाली सरकार भन्ने, तर संसदको यस्तो वातावरणमा छलफल गर्नुपर्ने, योभन्दा दुःखद अरू के होला? 21औं शताब्दीको लोकतान्त्रिक युगमा झन्डै 2/3 को सरकार बनेको छ र वातावरण यस्तो छ, यसमा के बहस हुन्छ भने सोध्न चाहन्छु। सभामुखजी, संवेदनशीलता अलिकति पनि छ भने यसमा चिन्ता लिन म विशेष आग्रह गर्न चाहन्छु। के यो संसद सहज हुनै नसक्ने हो? के यस्तै अब चलिरहेको छ? एउटा भोजपुरीमा कहावत छ, हडबडीको बिहा कनपट्टीमा सेन्दुर। हडबडीको बिहा कनपट्टीमा सेन्दुर जस्तै यो सरकारले गराउन खोजेको हो भने जस्तो लाग्छ। किन यो सबै काण्डको पछाडि 2/3 को सरकार छ। यो अपवित्र गठबन्धन बनेदेखि नै देशले दुःख पाइरहेको छ। अपवित्र गठबन्धन हेर्नलाई एउटै, भित्र फेरि विभिन्न अनेक खालको जो बखेडा हामी हेरिरहेका छौँ, जे पनि घटनाक्रम हामी हेरिरहेछौँ। अहिले पनि जो काण्डमा अहिले जो अवरुद्ध परिरहेको छ, अख्तियारले गर्ने प्रारम्भिक अनुसन्धानको सूचना मिडियामा कसरी पुग्यो? म सरकारले सोध्न चाहन्छु। एउटा स्वतन्त्र निकाय जो अख्तियार अनुसन्धान आयोग हो, त्यसले अनुसन्धान गर्छ र त्यो सबै कुरा मिडियामा आउँछ। मलाई देखाउनुहोस्। त्यो काङ्ग्रेसलाई पनि थाहा छ कि मेरो लडाई भोलि एमालेसँग छ, एमालेवालाले पनि थाहा छ कि भोलिको लडाई मेरो काङ्ग्रेससँग छ। त्यसरी मुखमा राम बगलीमा छुडाको खेल तपाईँहरूले गरिराख्नु त भएको छैन भन्ने प्रश्न जाग्छ। हामी नेपाललाई त जगहाँसाई गऱ्यौँ, एनआरएनलाई पनि विभाजित गर्नुभएको छ। अहिले सरकारको दुईटा प्रमुख घटक, आरजु देउवा जो परराष्ट्र मन्त्री हुनुहुन्छ, उहाँको एउटा घटक एनआरएन बनेको छ भने प्रधानमन्त्रीजीको अर्को एनआरएन बनेको छ भने सबै निकायमा तपाईँहरूको द्वन्द्वले गर्दा दुःख पाइरहेको र देशै बर्बाद हुन लागेको त सबैतिर हेरिरहेछ।